आज हामी कता जाँदैछौँ त? आज हामी जापानिज गार्डन जाँदैछौँ। कस्तो लाग्यो? ट्रेन पनि आउँदैछ। अब हाम्रो ट्रेन चाहिँ यहाँबाट आइहाल्नेछ। एकछिनमा चाहिँ जाँदैछौँ। जापानिज गार्डन हामी जापानमा चाहिँ हामी चाहिँ निक्लिएको छ यो अन्डरग्राउन्डबाट जाँदैछौँ। कम्तीमा पनि 5-6 स्टप लाग्छ होला। आज चाहिँ मस्तले घट बनाएको छ। हेरौँ कतिको हुन्छ त्यहाँ। यताबाट चाहिँ राइट टावरको भ्यू हेर्दै होइन यो खोलामाथि पुल छ, पुलमाथि ट्रेन घुमिरहेको छ। एकदम रमाइलो छ। यस अब चाहिँ हामी पुग्न आँट्यौँ। बुढी एक्साइटेड भएर हिँड्दैछिन्। बिचमा जाँदा जाँदै बाटोमा बुढी रिसाएर ठस्स परिरहेको थियो। कसरी फकाउनु भइरहेको थियो। बुढीलाई आइसक्रिम किनिदिएको। बुढी मक्खै। अब त बुढी मक्ख परेर नाच्दै हिँड्न थाल्यो नि। फाइनल्ली हामी जापानिज गार्डन आइपुगेको छौँ। वरपरको भ्यू देख्दा बुढी दङ्गै। सफा कल पानी बगेको छ। यो देख्दा नेपालको खोलाको याद आयो। फेरि एकचोटि यहाँको आनन्द लिँदै जाने कुरै भयो नि होइन साथीहरू। आजलाई यति नै साथीहरू। नेक्स्ट भेट चाहिँ अब अर्को ब्लगमा है त। बाई बाई।